साथी भाइ म साथीहरू छ हो, आउँदैछ भाइहरू पनि छ हो। यसो हल्का हिँड्नु जाँदैछु चिल गर्नु। तर हाम्रो यहाँको बाटो हेर्दै जान्छ अब यहाँदेखि हाम्रो कहाँनिर हिँड्दैछ भनेर। त्यहाँदेखि आउने रोड हो, घरदेखि निस्किने रोड हो। अब यहाँदेखि डाउन गयो भने सिङताम पुग्छ हो। यहाँदेखि उकालो गयो हाम्रो साङ बजार है। यो साङ बजार योपट्टि जान्छ। यो चाहिँ मेरो आनीको फुपूबाट हो। अब साङ बजार चाहिँ यता हो। प्लस यताबाट चाहिँ गान्तोक जान्छ। हामी जहिले मेरो ड्युटी जाने बाटो हो। अब साङ बजार उयो पर्छ, केटाहरू चाहिँ पर पर्खिरहेको होला। हाम्रो साङ बजार चाहिँ यस्तो चाहिँ सानो छ दोकानहरू, मान्छे कहीँ छैन। अब यहाँदेखि केटाहरू जम्मा गर्नुपर्छ। अपडेट भरे गर्नेवाला छु। चमत्कार गर्छु, घुम्न चले। यो नि पारा रोड चाहिँ दामी भएको रहेछ। यति चाहिँ मन पर्यो। यहाँ हेर्नु दोकानहरू रहेछ। पहिला हामी आउने जग्गा चाहिँ एउटा है, अब पहिला हामीहरू चाहिँ गाडी लिन आउँथ्यो, अर्ग्यानिक भन्थ्यो हो। अर्ग्यानिक भन्ने जग्गा चाहिँ आइपुग्न आँट्यो। केटाहरू हराएको देखेर त म छक्कै पऱ्यो। लु परमेश्वरा, के गर्नुपर्ने हो पारा, यस्तै हो केटासँग हिँडेपछि। हामी डबल राइडमा चाहिँ सिङ्गल राइड कुदाउनु साह्रो पर्दैछ। त्यसलाई बाटो अप्ठ्यारो छ नि तर। यो चाहिँ हाम्रो खामदुङ जाने रोड हो। रातो निगाला चौरी परेछ। जोड चाहिँ राम्रो छैन तर यो उयसमा त झिक्काउनु पायो होला। बाटो चाहिँ कस्तो भनेको, यो खामदुङ जाने उकालो बाटो चाहिँ है झन्केरुमल तालुमा परेछ माया सररा। पोहोरको साल आएको यो भिरै हो। ढुङ्गा डल्लै यस्तो माथि घिरेर यो डल्लै गएको बाटो चाहिँ यस्तो छ। ड्राइभिङ चाहिँ अच्छा छ भाइको, मैले सिकाएको भनेर आएको छैन। बाप्पा उते उते, बाप्पा उते 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 उते। यति गर्नुहोस् नि केटाहरू हेर्नु ल।
हेर्नु न बक्स बोकिरहेछ हो आमा यतिको जेन्टलहरूबाट चाहिँ फाइनली हामी आइपुग्यो एक्टिङ छ मेरो भाइ साहब फाइनली हामी चाहिँ आइपुग्यो हो कहाँ भन्दा भन्दैन आएको कहाँनिर हो रमिते भिड एस मलाई झुसीले लागेर सानो भयो ठिक छ हो त्यस्तो मजाक नगरे ठाउँसम्म त्यो नजा पिन यस्तो छ केटाहरूको यहाँ बसाइ छ नेगेटिभ मेरो भाइको बस्छ रमाइलो सर्के सलाम फाइनली आइपुग्यो हामीहरू सबैजना ए त्यो खोइ कहाँ गयो जिन्दगीको मजै अरू अरू खोइ छ नि है साथी भाइ हो कोही बेला यस्तो इन्जोय पनि गर्नुपर्छ हो कि होइन भन केटाहरू इन्जोय मजा आउँछ है मजा आउँछ कि छाउमा चाहिँ नजानु आफू मजा नगर्ने आएको यस मैले दामी एउटा कुरा लगाइदिइरहेको छु के चाहिँ भन्नु न यो रमिते भिडको लागि नै लिएर आएको के हो सरप्राइज यहाँ ल अब के हो? अनबक्सिङ गरौँ अनबक्सिङ गर्छु त ल भाग हस् सबैजनालाई सर्के सलाम फेरि हेर्दै जाउँ भिडियो गर्दै जाउँ ओए यता हेर्दा एउटा फोटो पनि खिचिदिउँ यतिकै